आवश्यकता हुनाले हाम्रा केही अधुरा कामहरू छन्। हुलाकी सडकहरू अधुरो छ। भन्सार थोरीको भन्सारमा माकुराको जालो लागेको छ र तपाईको ढिँडो खोला आज बर्खाको बेलामा 1 नम्बरबाट 2 नम्बर जाने हामीसँग बाटो छैन। सुत्केरी भएको बेलामा पनि हामीलाई कुनै सर्पले दसेको अवस्थामा पनि हामीसँग साधन हुँदै पनि बाटोको अभावले हामीले त्यो खालको दुःखद स्थिति भोग्नु परेको छ। त्यस्तै इच्छानगर जाने पुलको आजसम्म जितेर जाने हाम्रा जनप्रतिनिधिहरूले 35 वर्षको दौरानमा आफू जित्नु भयो, तर हाम्रो मत र मायालाई जहिले पनि लात हानेर हाम्रो यो क्षेत्रलाई तिरस्कारको एकदमै तिरस्कार गरिराख्नु भयो। अब त्यस्ता जनप्रतिनिधि साथीहरू, हिजो जितेर जानुभएका साथीहरूलाई तपाईहरुले के गर्ने एकपल्ट भनिदिनुस् त। भोट दिने कि चोट दिने? यो भोट होइन, तपाईले यो पटक सजाय दिनुस्। तपाईले एउटा प्रश्न राख्नुस् हरेकलाई, आजसम्म के गर्नुभयो यो क्षेत्रमा त्यो पनि सोध्नुहोस्। मैले क्षेत्रको कुरा गर्दाखेरि विश्वको भन्सार जो आज विश्वको भन्सार पनि माकुराको जालो लागेको अवस्था छ। यो हामी एउटा केरमको नाकादेखि तपाईको यो थोरीको भन्सारसम्म एउटा यो अन्तर्राष्ट्रिय रुट हो। यो तपाईको ऐतिहासिक एउटा नाका हो। तर नाका हुँदाहुँदै पनि हाम्रा जनप्रतिनिधिहरूले आजसम्म सदनमा कुरा नउठाइदिएको कारणले आज हामी यति पीडित छौँ, यति पछाडि परेका छौँ। ती सम्पूर्ण कुराहरूको सम्बोधनको लागि तपाईहरुले तपाईहरुको भाइ म टेकबहादुर साक्य, तपाईहरुको आफ्नो घरमा आँगनमा खेलेको तपाईहरुको बच्चा तपाईहरुले जिताएर जित सुनिश्चित साथ पठाइदिनु भयो भने भोलिका दिनमा सदनमा यी सम्पूर्ण कुराहरू पुलदेखि लिएर हुलाकी अवरोध सडकदेखि लिएर यो तपाईको वन जनावरको आतंकदेखि लिएर सम्पूर्ण कुरा यहाँ किसानको समस्या, शिक्षाका समस्या हरेक कुरामा यहाँका कुरा तपाईले सुन्ने गरेर, तपाईले देख्ने गरेर सदनमा म टक्कारको साथ बुलन्द आवाज टेबल ठोक्दैछु। म प्रतिवाद गर्न चाहन्छु। मैले समय धेरै लिन फेरि तपाईहरुसँग गर्दैन हामी जुट्ने छौँ भन्दै मैले मेरो भनाइले यही छुट्याउँदै फेरि सम्पूर्णभन्दा म नमस्कार गर्दै जय घण्टीको साथ हिजो हामीले विचारको नाममा, पार्टीको नाममा, चुनाव चिन्हको नाममा मत दियौँ, तर आज हामी 21 गते रूपान्तरण र परिवर्तनको नाममा मत दिने अनुरोध गर्दै बिदा हुनुभयो अन्जन साथीज्यूलाई धन्यवाद। अब राष्ट्रिय स्वतन्त्र पार्टीका चर्चित नेत्री पूर्व माननीय चितवन क्षेत्र नम्बर 3 का उम्मेदवार श्रीमती सविता गौतमज्यूलाई आफ्नो अमूल्य भनाइ राखिदिनु हुन म अनुरोध गर्दछु।